ल के अरे लु भन त तिमी हौ को अरे भन न को अरे आङ्का के को सुई तिम्रो आमा त भुस हुन आँट्यो हेरे थाके मात्रै भन्छ अब के गर्नु यहाँ हेर यत्रो काम छ है देख्यो होला नि अब यो चाहिँ अब कसले धुनुपर्ने भन्दा चाहिँ मैले धुनुपर्ने अरे हो ऊ चाहिँ थाक्यो अरे निन्दा लाग्यो अरे उसलाई हेरिहाल्नुहोस् गाइस सक्दिनँ जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा खै भनेको हेलो गाइस ऊ फेरि यहाँ हाम्रो सानो नानीको चाहिँ ऊ बेबी अरे हो आमा यो अब यस्तो छ हाम्रो चाहिँ यहाँ नानीले किन्नु लाउनुसम्म किन्नु लगाएको छ यो खेल्ने चाहिँ होइन सब किन्नु लगाए अन्त त्यहाँ छैन अब यहाँ चाहिँ यहाँ अब बाठी भइहाल्यो ऊ आमा चाहिँले चाहिँ अब यस्तो है उसको नानी बनाइदिएको अरे हो आङ्काको यस्तै छ आङ्का हेलो गरिदेऊ खै हेलो गरिदेऊ गाइसहरूलाई के भन्नु छ भन न भन न छिटो फलो सब्सक्राइब भनेको खै औ खै भनेको लु भन न लु नानी बोकेर के भन्छौ लु भनिदेऊ न यहाँ भनिदिनुहोस् के भन्नु छ ल के भन्नु छ भनिदिनुहोस् नानी सुत्यो नानीलाई चाहिँ कहाँ सुताउँछ यहाँ ए नानी सुत्यो अब सुतेको नानी तिमीलाई खै नानीको फोटो हेरौँ नानीलाई अब तिमी चाहिँ कहाँ जानु आँटेको ट्रली लिएर ट्रली लिएर चाहिँ कहाँ जानु आँटेको हस्पिटल डक्टरकोमा गएको खै डक्टर चाहिँ कहाँ छ ए अन्त भाँडा धुनु पर्दैन अब यहाँ यो चाहिँ कसले धुन्छ यो को बुढा बुढा चाहिँ को बुढाले धुन्छ भन न तिम्रो पनि बुढा छ ए यता हो बुढा चाहिँ तिम्रो एकछिन बुढा चाहिँ हुनुपर्ने तिम्रो बुढा चाहिँ को अरे देखाइदेऊ त यता हो को हो भनिदेऊ न छिटो न भनिदेऊ न बुढा चाहिँ को हो तिम्रो हौ बुढा चाहिँ को हो तिम्रो नानी त खतरा छ त बोकायत अहिलेको केटाकेटीलाई चाहिँ सक्दैन है हेर्नुहोस् है लु उसको बुढा अरे बुढा चाहिँ यता छ ऊ हेर्नुहोस् यहाँ हो हाउडेको बुढा अरे ऊ चाहिँ हो ऊ चाहिँ आमा अरे ऊ नानी बोकेको हेर्नुहोस् यहीँ ट्रली बोकेर गएको अरे अब गएको अरे टुर गएको अन्त कहाँ हस्पिटल गएको अरे हेर्नुहोस् अहिलेको नानीहरूलाई चाहिँ सक्दैन है साथीभाइ हेर्नुहोस् यस्तो छ